शुभ बिहानी सम्पूर्णमा है सबैलाई यस्तो दृश्य हेर्ने सौभाग्य प्राप्त हुन्छ जस्तो मलाई लाग्दैन है। अत्यन्त रमणीय ठाउँमा छु। घरबाट निक्लेपछि अगाडि पश्चिमतर्फ थोरै करिब 50 मिटर अगाडि बढेर उत्तरतर्फ लाग्दाखेरि गिरिचोक आउँछ है। अनि गिरिचोकबाट अगाडि बढेपछि विकास चोक आउँछ। अनि विकास चोकबाट पश्चिमतर्फ लाग्दाखेरि अर्बिट इङ्ग्लिस स्कुल हुँदै अर्बिट कलेज है। त्यसपछि गएर स्वामी चोक, अनि स्वामी चोकबाट दक्षिणतर्फ लाग्ने। अनि दक्षिणतर्फ लागेपछि पहिलाको पुरानो 13 नम्बर वडा कार्यालय है। अनि त्यहाँबाट फेरि चाहिँ पूर्वतर्फ लाग्दाखेरि यो चेली नेपाल भन्ने ठाउँमा आइपुगिन्छ। यो चेली नेपालको अगाडि उभिएर हेर्दाखेरि यस्तो सुन्दर दृश्य देखिन्छ है। यो दृश्य मलाई असाध्यै राम्रो लागेको छ। म तपाईँलाई देखाउँछु। मैले अघि भनेको चेली नेपालको भवन यही हो है। दृश्य आफैमा अत्यन्त सुन्दर छ, अत्यन्त रमणीय छ। हेर्नुहोस् त, यो सुन्दर दृश्य मैले आफूले मात्रै हेरिनँ है। यहाँहरू सम्पूर्णलाई मैले यो सुन्दर दृश्य देखाएँ। अनि यहाँको यो दायाँ बायाँ हराभरा हेर्नुहोस् त कति रमणीय छ है। पुरा खेतीपाती बिहान बिहानमा गाई चराउने कार्यक्रम पनि भइरहेछ। दृश्य आफैमा धेरै सुन्दर छ। र फेरि पनि भन्छु, शुभ बिहानी, सबैको जय होस्, सबैको मङ्गल होस्। भवतु सब मङ्गलम।